हामी चाहिँ यहाँनिर रेडी छौँ। अब चाहिँ गाडीमै जानु आँटेको हामी सबैजना बिहामा है खरसाङ। हजुरहरूलाई म फेरि अब आज भ्लग बिहाको म्यारिज पार्टीको चाहिँ भ्लग लिएर आउँदैछु है। हामी सबैजना रेडी छौँ। यता बाबा पनि छैन भरे कहीँ लागिहाल्यो भने लाग्दैन। अब हामीले जो उयो बाख्रा तानेको हेर्नु नि यहाँ बिचारालाई लु हेर्नुहोस् त यस्तो त्यो गाडी नानाहरू त यतै हुनुपर्ने हो त। हेलो साथीहरू, हामी यहाँ अहिले सुपर मार्केटमा यहाँ बिहाको यो गेट हो यहाँ आइपुगेको छौँ है सुपर मार्केटमा। यहाँ चाहिँ नाना भेनाहरूलाई पनि पर्खिनु भएछ हामीलाई। सबैजना छौँ हामी अब है माथि जान्छौँ भेना आउनु भएपछि चाहिँ। त्यसपछि फेरि तपाईँहरूलाई बिहाको अलिकति भ्लग लिएर आउनेछु, देखाउनेछु के हुन्छ कसो हुन्छ। नाना श्रद्धा आमा बाबा नितेशहरू सबै यहाँ हामी एकैसाथ ज्यू छ यहाँ लु चाहिँ बिहामा आइपुगेको छौँ हामी हालैमा। अब हजुरहरूलाई फेरि देखाउने छु। अहिले छोड्न पहिला खाएलु लु अब हामी खाना खानु गएको भन त। हामी खाना खानु भेनाले हामीसँग रेला गर्दैछ। लु हामी खाना खानु गएको अब चाहिँ अहिले चाहिँ हामी पुरा अब यहाँनिर इन्जोय गऱ्यौँ है खाना खाएको। अब चाहिँ जाने खाना खानु सबैजना हामी नाना दुईजना नानासँग हामी भेना नाना सबैजना हामी एकसाथमा खानु जानेछौँ है। फेरि भेट्नेछौँ।
बाई 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 ल बाई बाई ओके गाइज अहिले चाहिँ म आइपुगेको अवस्था है यहाँ घरमा अनि बिहा पनि सक्यो है आउँदा आउँदा रात भयो त्यही कारणले मैले सो गर्न पाइनँ भिडियोहरू है एकैचोटि घर आइपुगेर अहिले हजुरसँग जोडिरहेको छु अहिले चाहिँ हाम्रो भ्लग चाहिँ यहीँनिर इन्ड गर्न चाहन्छु है अब आज बिहाको भ्लग यति नै थियो सक्यो है आज मलाई चाहिँ कस्तो लागेको थियो हजुरहरूले कमेन्टमा भनिदिनुहोस् होला है एकदमै रेड साडी लगाएर टल्काएर गएको हो आज चाहिँ म अनि आजको मेरो यो भ्लगलाई चाहिँ यहाँ इन्ड गर्न चाहन्छु है बाई बाई सी यू इन नेक्स्ट भ्लग बाई गाइज